गाइज म तपाईँहरूले आज भन्न गएको छु टिकटकमा नब्यान्ड हुने गरी कसरी फलोवर लगाउने ल। यो यसमा 28 छ नि, 28 छ। तपाईँहरूले यसमा भएको आइडीमा यस्तो डन 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 गरेर पनि तपाईँहरूले टिकटकमा फलोवर बनाउन सक्नुहुन्छ। अनि तपाईहरुले एउटा वेबसाइट छ, तपाईले त्यसमा गएर पनि बनाउन सक्नुहुन्छ। त्यसको वेबसाइटको नाम हो हेर्न सक्नुहुन्छ tikfollowers.com। मैले पहिलेदेखि युज गरिरहेको छु, त्यसैले मेरो अगाडिदेखि आइरहेको छ। तपाईले यो सर्च गर्नुपर्छ, यस्तै आउँछ। र तपाईले जुन आइडीमा फलोवर चाहनुहुन्छ त्यो आइडीको युजर नेम टिपेर यस्तै युजर नेम टिपेर सर्च हानिदिनुपर्छ। अनि वेटिङ आउँछ। तपाईले वेट गरेर यसको पुरा हुनिदिनुपर्छ ल। यसलाई तपाईले फुल हुनिदिनुपर्छ। अनि यसलाई फुल हुनिदिएपछि एउटा क्लाइम्ब भन्ने अप्सन आउँछ। अनि तपाईहरुको यस्तो अप्सन आउँछ। मेरो 28 थियो र 21 फलोइङ थियो। अनि यहाँ स्टार्टमा अनि यहाँ ओकेमा डन गर्नु अझै अप्सन आउँछ। अनि त्यसपछि तपाईहरुलाई फलो गरिहाल्छ, सेन्ड भइहाल्छ ल। तपाईहरु चिन्ता मान्नु पर्दैन। वेटिङ म लास्टमा देखाउँछु सबलाई क्लियरली। ओके, मेरो पहिले यति फलोवर छ, हेर्नुहोस् यति फलोवर छ। यसलाई पुरै हुनिदिनुपर्छ ल। यसलाई फुल हुनिदिनुपर्छ पहिला। यसलाई फुल भइसकेपछि यस्तो अप्सन आउँछ, 11 फलोवर कम्प्लिट भइहाल्यो।